हेलो गाइज नमस्ते के छ हजुरहरू आरामै हुनुहुन्छ होला र म पनि आरामै छु होइन। मेरो चाहिँ कपाल झरेर यस्तो भएको थियो नि। अनि त्यसपछि केही गरेर पनि भएन के साथीहरू मेरो कपालले चाहिँ। अनि स्याहा भयो केही गरेर पनि जुक्ति लागेन। यति कपाल झऱ्यो होइन। अनि त्यसपछि मलाई चाहिँ यसो याद आयो कि अब भएन भनेर हिजो मेरो माइतीबाट बुबा आउनु भएको थियो होइन। अनि बुबाले अनि चोया लाग्यो कि बिगार पर्यो भनिदिनु भयो के। मलाई त यस्तो कुराको विश्वास लाग्छ कि। अनि मैले चाहिँ बुबालाई तोरीको तेल फुक्न लाएँ। तोरीको तेल हो है यो गाइज। तोरीको तेल हो यो, फुक्न लाएँ। अनि त्यसपछि कस्तो बाहिर के बोल्छ जस्तो लाग्यो कि त्यही भएर। अनि बुवाले भन्नुभयो चोया लागेछ भने तेरो 1-2 दिनमा झर्न बिर्सन्छ। अनि मेरो त अनि कपाल छोडिदिनु भने आहा कति राम्रो कपाल भन्ने मान्छेहरू पनि धेरै छन् के। जोखे क्या अर्काको कपाल बाँधेर हिँडे बाटोमा हेर्दाखेरि आहा कति राम्रो कपाल भन्छन् के। त्यही भएर रिस उठेर आउँछ मलाई त। अबदेखि छोयो नि हात हाल्छु। किनभने मलाई चाहिँ मेरो कपाल एकदमै माया लाग्छ। एउटा टुक्रो झरे पनि रुन मन लाग्छ साथीहरू होइन। अन्त आफ्नो कपालको माया कसैलाई नहोला र आफ्नो फेसको माया कसैलाई नहोला र यस्तै हो होइन। तर आज हेर्दैछु गाइज होइन यो फुकेको तेल लाएर कस्तो हुँदो रहेछ। राम्रो भयो भनेदेखि त तपाईँहरूलाई नि म फुकेर बेचिदिन्छु। तेल होइन है। यदि तपाईँहरूलाई विश्वास लाग्छ भने होइन मलाई चाहिँ विश्वास लाग्छ। यसको कमेडी पनि बिच छ। अनि फुक्न लगाएको कस्तो झर्छ कि आमामा थोरै झर्ने हो र यति ल। अहिले त यो यति मात्रै फिल्टर गयो। यो त के हो र यति धेरै झर्छ नि कपाल। अनि मैले अस्ति नानी यस्तै झर्थ्यो। अनि मैले पोहोर चाहिँ बुवालाई भनेर फुकेको थिएँ कि। अनि कम भएको थियो त्यही भएर योपालि नि हिजो फुक्ने आइतबार पारेर हिजो लाएँ अलिअलि। अब आज अलिअलि लाउँछु। अनि अब एकैछिन 1 घन्टापछि नुहाउँछु कि म सर्लक्क लाएर। अनि झर्छ कतिको झर्छ झर्दैन 1 हप्ता नभइकन थाहै हुँदैन अब यो। त्यसपछि अनि हजुरहरूलाई भन्छु है। जान्न चाहनुहुन्छ भने कमेन्ट गर्नु होला चोया लाग्छ लाग्दैन भन्ने। त्यतिखेर थाहा हुन्छ। यति कति थोरै भएको कपाल यत्रो मुठो कपाल। अब हेर्दै जानुलाई कति झर्छ मेरो कपाल। ओ माई गॉड तेल लाउनु चाहिँ कोर्नुपर्छ नि त। अनि यसरी आउँछ क्या मेरो कपाल। इफेक्ट हो क्या हो यस्तो इफेक्टले होला सायद नदेखिया साथीहरू। मैले इफेक्ट लाएको छु है। इफेक्ट त लाउनै पर्दो रहेछ एप्पलमा त। कमेडी यस्तो झर्छ कपाल यस्तो झर्छ होइन। सोच्नै सक्दिनँ हो मेरो कपाल झऱ्यो। कपाल झरेकै कारणले नि म डिप्रेसनमा जाने बेला भइसकेँ। केही तरिका छ भने भन्नु होला गाइस। यहाँ पुइस्यो कपाल झरेर यहाँ।
देख्न सक्नुहुन्छ कपाल झरेको देख्न सक्नुहुन्छ। यो त यति मात्रै हो, नुहाउँदा त कति हो। यस्तो बेसी झर्छ साथीहरू होइन। मेरो चाहिँ कपाल झर्न थालेको चाहिँ 2 महिना ट्याक्कै भयो। नुहाएपछि नि गुल्चो बनाएर राख्नु पर्ला देखाउनलाई। हेर्न सक्नुहुन्छ मेरो कपालको हालत। सो साथीहरू हजुरहरूलाई पनि होइन यस्तै भएको छ भनेदेखि चाहिँ एकचोटि तेल फुकेर ट्राई गर्नु होला। तपाईँहरूलाई मनपर्ने तेल चाहिँ फुकेर लगाउनु होला, किनभने कसैलाई चाहिँ हुन्छ के। मलाई चाहिँ पहिला भएको थियो यस्तै गरी झरेर केही सिप नलाएर, अनि मैले चाहिँ यस्तै गरी बुवालाई तेल फुक्न लगाएको थिएँ, अनि फुकिदिनु भयो। अनि मैले 2-3 चोटि लगाएपछि कपाल झर्न छोडेको थियो कि। अनि त्यस्तै त्यो नि बाटोमा हिँडेपछि यति राम्रो कपाल भन्दाखेरि चाहिँ नि चुया यसै लाग्दो रहेछ जस्तो लाग्यो मलाई चाहिँ। एकदमै विश्वास लाग्नु पर्यो होला।